कुलमानलाई हटाएर कसैसँग करोड रुपियाँ लिएर अर्को एमडी नियुक्त गर्ने, आफ्नो फाइदाको लागि नियम कानुन सबै बिर्सिदिने। कुन सरकार भन्छ म भ्रष्टाचार गरेको हो, त्यो सरकार मलाई यहाँ देखाउनु त। यहाँको रोस्टमबाट कुनै सरकारमा भने चाहिँ भ्रष्टाचार गर्छु, भ्रष्टाचार छ कि छैन जनतासँग गएर सोध्नुहोस्। यही रोस्टमबाट भन्नुभएको थियो कि डेडिकेटेड लाइन काट्न पाइँदैन। ऊर्जा राज्यमन्त्री देखिरहेको थिए कि डेडिकेटेड ट्रङ्क लाइनको पैसा उठ्यो, त्यो भ्रष्टाचार होइन। नउठाउन दिन पनि त भ्रष्टाचार हो नि, त्यो सरकारले रोकेको होइन, नउठाउन दिने। काङ्ग्रेसको दुईटा महामन्त्री खोजिरहेको छु कि उहाँको आफ्नै बोली भिडियोले उहाँलाई त्रसित बनाइरहेछ। चाँडै बन्द गरेन भने त्यही भिडियो हेरेर उहाँहरूको दिमाग खराब हुन्छ। घाँटी चिच्चाइ घाँटीको नसा तानी यहाँ बोल्दै हुनुहुन्थ्यो, भागेर अब हिँड्नुहुन्छ। 26 खरब ऋण भइसकेका छ। यही अर्थमन्त्री हुनुहुन्छ, 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ। ऋण बोकाउने के को लागि? मन्त्रीजीको क्वार्टरमा एसी राम्रोसित चल्नु पर्यो, गाडी राम्रो हुनु पर्यो। पुरानो गाडी चल्यो भने मन्त्रीजी एउटा पाप लाग्छ। वास्तवमा सरकारले त धेरै काम गरेको छ, कसले भन्छ काम गरेको छैन। भूमि आयोग बन्दाखेरि 37 वटा एमाले र काङ्ग्रेसले भागभण्डा गरेको छ कि काम भएन। जसको शिक्षा मन्त्री चाहिँ त्यसले युनिभर्सिटी त्रिभुवन विश्वविद्यालय बन्द गर्छ। काङ्ग्रेसको शिक्षा मन्त्री हुँदाखेरि नेभी सङ्घले बन्द गर्ने, एमालेको शिक्षा मन्त्री अहिले छ त अखिलले बन्द गर्ने। यो पनि त काम हो नि। किन देशमा त शिक्षा हुनै दिनु हुँदैन नि? शिक्षा भयो भने त यस्ता सरकार कसले चल्न दिन्छ? यो काम त देखाउनु भएन कि 7 अरबको मन्त्री क्वार्टर बनाए, 7 अरबको प्रदेश प्रमुख मुख्यमन्त्रीको 4 अरबको क्वार्टर बनाए। यो काम देखो कि त्यहाँ कमिसन त टटाक आउँछ नि। शिक्षामा लगानी गरे भने, रोजगारी बढायो भने त्यसमा त कमिसन आउँदैन नि। 1 खरबको देशभरमा भ्यू टावर बनाएको छ, त्यो काम हो? जनताले त्यसबाट के पाए? 1 खरबको देशभरिमा गाउँपालिकादेखि नगरपालिकादेखि प्रदेशदेखि गेट बनाउनेदेखि भ्यू टावर बनाएको छ, जहाँ त्यो भ्यू टावरको कुनै काम छैन। त्यो जनताको ट्याक्स पे मनी तपाईँले बर्बाद गर्ने कसले अधिकार दिएछ? तपाईँ हरेक साल जनताको टाउकोमा ऋण बोकाइराख्नुभएछ भन्छ कि हामी राम्रो काम गरिरहेछौँ। बिचौलिया कसले उत्पादन गरेको? नेपाली जनता कि सरकारले? के हामी फ्रन्ट पेजमा पढिन कि त्रिभुवन युनिभर्सिटीमा 8 जना डिन बन्दाखेरि 3टा काङ्ग्रेस, 3टा एमाले, 2टा माओवादी, बाँकी दल त सफा